आज दिदीभाइको भेट दिदीको घरमा आइपुगेको छु आज। यहाँ चाहिँ सागसब्जी बारी यो चाहिँ यहाँ चाहिँ सागसब्जी यता राजमा रायोको साग। यो रायोको सागलाई त के पो भन्छ हौ, 500 भन्छ अरे। 500 भन्छ अरे क्या यो साग ढड्डेन छ एकदम। यस्तो छ। जय राधे श्याम। यता ब्रोकाउली छ, यता फेरि यता यो के भन्छ यो चाहिँ सर्स्यौँ गोपीतोरी यहाँ यस्तो छ। यता रायोको सागी हलहली मान्छे डुगाउने खालको छ। यता चाहिँ यो गोपीतोरी हो सबै। यता चाहिँ राजमा छ। साग सब्जी बारीमा छौँ हामी। यता मेथी, यता सिमीहरू हुँदैछन्। यहाँनिर लसुन बारी हो यो। अब यहाँनिर राजमा एकदम ढड्यानसँग आउँदैछ। गाई एकदमसँग छ। यहाँहरूले देखिराख्नु भएको छ एकदमसँग। उतापट्टि तोरी लडी फलिरहेको छ। लडन बडन भएर तोरी फलेको छ एकदमसँग। यो एकनाथ तिमसिना, देवका तिमसिना। मेरो दिदीको नाम चाहिँ देवका तिमसिना। यस्तो छ यी लट्टो फलेको तोरी। लडेछ अलिक तोरी, परसम्म छ। यहाँ दिदी घर आइपुगेको छु आज। दिदीको आमाजू बिमारी हुनुहुन्छ र हेर्न आइपुगेको छु म पनि। यहाँ यो अहिले घुम्ती मोडमा छु म पनि। घुम्ती मोडमा घुम्दैछु। यो साग सब्जी एकदम दिदीका बारीमा छ यस्तो। अब यो जाडोमा चाहिँ साग पकाएर झ्याप्प खाएपछि एकदम आनन्द आउँछ। सबैजनाले जाडोबाट बच्नु होला, आफ्नो ख्याल गर्नु होला भन्न चाहन्छु। सागसब्जी यहाँ अहिले त्यति छिटो चाहिँ भएको होइन, तर अहिले चाहिँ अलिअलि ठिकै हो गरे अनुसार। अब पानी रहँदै गएपछि चिसो अलिक ठाउँ, अलिक मट्याइलो ठाउँ हो, चिसो ठाउँ हो। त्यसो हुँदा अलिक ढिलो हुन्छ। पानी लाउनु पर्दैन। ल धन्यवाद। हजुर, पानी कहिले लाउनु पर्दैन होइन? पर्दैन, पानी लाउनु पर्दैन। यसो मलसल छर्किदियो, केही लगाएकै छैन। यो अर्ग्यानिक सब्जी खेती हो यो। ल गाइज धन्यवाद। जय राधे।